माया कस्तो हुन्छ सायद यसको उत्तर त्यही व्यक्तिले दिन सक्छ जसले कसैलाई आफ्नो संसार ठानेको हुन्छ। माया गरेको हुन्छ। माया गर्दा मान्छेले भविष्य देख्छ, सपना देख्छ, सारा संसार देख्छ। आफूभन्दा बढी विश्वास गर्ने व्यक्तिमाथि गर्छ। तर त्यही विश्वास एक दिन धोकामा फर्कियो भने मुटुमा लागेको चोट बाहिर देखिँदैन, तर भित्रभित्रै मान्छेलाई हजारौं पटक भत्काइरहेको हुन्छ। मन जलिरहेको हुन्छ, मन फुलिरहेको हुन्छ। हो, यो कथा आरब र सिमरनको हो। सुन्नुहोस्, कथा यसरी सुरु हुन्छ। आरब सामान्य परिवारमा जन्मेको थियो। धेरै ठुलो सपना थिएन, तर एउटा सुन्दर सपना केवल थियो त आफूले माया गरेको मान्छेसँग जीवन बिताउने। सिमरन उसको जीवनमा आएपछि आरबलाई लाग्यो अब म उसको जीवनमा पूर्ण भए। उनीलाई घन्टौं फोनमा कुरा गर्थे। उनीहरू भविष्यका कुराहरू गर्थे। कहिलेकाहीँ ससाना कुराहरूमा झगडा गर्थे, जिस्किन्थे, हाँस्थे, मजाक मस्ती गर्थे। फेरि केही समयमा मिल्थे पनि। सिमरनले एक दिन आरबलाई भनेको थिए, तिमी मेरो जीवनमा आएपछि मलाई अरू केही चाहिँदैन, बस तिमी भए पुग्छ। तर विडम्बना, सोचे जस्तो कहिले पनि जिन्दगीमा हुँदैन। त्यो वाक्य आरबले मन, मुटु, मस्तिष्कभित्र सुरक्षित राखेको थियो। समय बित्दै गयो। आरब कामको सिलसिलामा परदेशिनु पर्यो। आरबलाई मनमा धेरै डर थियो, पीडा थियो। टाढा गएपछि सम्बन्धमा दूरी आउला कि भन्ने डर थियो। तर मन थमथमाउँदै सिमरनले उसलाई हात समाउँदै भनेको थिए, तिमी जहाँ भए पनि मेरो मन तिमीसँगै हुनेछ। दूरीले हामीलाई कहिले पनि टाढा बनाउनै सक्दैन। तिमीलाई म परदेशबाट नफर्किन्जेल फर्किएर बसिरहनेछु। तर विडम्बना, यो सत्य साबित हुन सकेन। आरब विदेश पुग्यो। दिनभरि कामको थकान भएर त्यसपछि साँझ रुममा फर्किन्थ्यो। रुममा पुग्न बित्तिकै सिमरनको आवाज सुन्नका लागि कल गर्थ्यो। उसको आवाज आरबका लागि थकान हराउने, हरेक कुरा हराउने एउटा उसको आवाज थियो। उसले कमाएको पैसा बचाएर सिमरनसँग भविष्य बनाउने सपना देखियो। तर केही महिनापछि सिमरनको व्यवहार बदलिन थाल्यो। पहिले दिनभरि फोन गर्ने सिमरन अब घन्टौंसम्म सम्पर्कविहीन हुन थाली। फोन गर्दा व्यस्त छु, मेसेजको जवाफ आउन घन्टौं लाग्थ्यो। मेसेज सिन हुँदा पनि रिप्लाई आउँदैन थियो। आरबले कारण सोच्दाखेरि सिमरन रिसाउँदै भन्थे, तिमीलाई ममाथि विश्वास छैन? आरब पनि चुप्प लाग्थ्यो, किनकि उसलाई डर थियो कतै आफ्नै प्रश्नले आफ्नो माया नटुटोस्। कतै छुट्ने हो कि छुट्ने हो कि एउटा विश्वास घट्ने हो कि भन्ने आरबलाई लाग्थ्यो। एक रात आरबले सिमरनलाई फोन गर्यो। फोन उठेन। धेरै पटक फोन गरेपछि अन्तमा त फोन कसैले उठाए। फोन त उठ्यो, तर त्यो आवाज सिमरनको थिएन, अर्कै युवकको थियो। आरब केही बोल्न सकेन। त्यसपछि फोन काटिदियो। उसको मुटु अचानक भारी भयो। हजारौं प्रश्न मनमा उठेको थियो। त्यो व्यक्ति सिमरनसँग किन थियो? त्यहाँ के हुँदैछ? त्यो व्यक्ति को हो? जुन व्यक्ति कल उठाइरहेको थियो?
आखिर सिमरनको मोबाइलबाट किन कल उसले पिकअप गर्यो? त्यही कुरा मनमा खेलिरहेको थियो आरबको। भोलिपल्ट सिमरनले सामान्य रूपमा फोन गरिन्। हिजो फोन किन उठाएनौ? आरबले सोध्यो। सिमरनले सजिलै उत्तर दिए, साथीहरूसँग थिए, बर्थडे मनाउँदै थिए। आरबले फेरि केही सोधेनन्, चुपचाप मन शान्तले बसे। तर मनले विश्वास गरिसकेको थिएन। उसको मनमा आशंका पलाइसकेको थियो, ताकि त्यो युवक उनकै कोही हुन सक्छ। केही दिनपछि आरबले सामाजिक सञ्जालमा एउटा फोटो देख्यो। सिमरन अर्कै युवकसँग थिए। फोटोमा उनीहरूबीच सम्बन्ध साथीभन्दा धेरै नजिक देखिन्थ्यो। उसले सिमरनलाई तुरुन्तै फोन गर्यो। यो को हो? केही क्षण छाँगाबाट झरे जस्तै भयो। त्यसपछि सिमरनले भनिन्, अब मैले तिमीलाई केही भन्नुपर्छ। आरबको मुटुमा झन चिसो पस्यो, छाँगाबाट खसे झैँ भयो। हाम्रो सम्बन्ध पहिले जस्तो रहेन। म अब अर्कैलाई माया गर्छु। सिमरनले यति भनेपछि आरबको मनमा धेरै कुराहरू खेल्यो। ऊ रोयो। त्यो एउटा वाक्यले आरबको संसार भत्कियो। उसले धेरै बेर केही बोल्न सकेन। आँखाबाट आँसु झर्न थाले। तर तिमीले मलाई सधैँ साथ दिने भनेका थियौ नि। सिमरनले भनिन्, मान्छेको भावना बदलिन, मन बदलिन कुनै समय लाग्दैन। तिमीसँग म रहन सक्दिन। आरबले फोन काट्यो। त्यो रात उसले खाना खाएन, निदाउन सकेन। कोठाको झ्यालबाट बाहिर हेर्दै रातभरि सोचिरह्यो, के कमी थियो आखिर ममा? के उसको माया कम थियो ममा, या टाइम पासको लागि थियो? यो कुरा सोचिरह्यो रातभरि आरबले। के उसको माया कम थियो, कि उसको विश्वास नै गलत थियो? उसले आफूलाई हजारौं पटक दोष दियो। विदेशको त्यो सानो कोठामा ऊ एक्लै रोइरह्यो। परिवारलाई केही भन्न सकेन। साथीहरूलाई पनि आफ्नो पीडा सुनाउन सकेन। बाहिरबाट ऊ सामान्य देखिन्थ्यो, तर भित्रभित्रै उसको मन चकनाचुर भइसकेको थियो। केही दिनपछि सिमरनको मेसेज आयो, मलाई माफ गर आरब। आरबले धेरै बेर त्यो मेसेज हेरिरह्यो। उसले जवाफ लेख्यो, म तिमीलाई माफ गर्न सक्छु, तर मैले तिमीमाथि गरेको विश्वास फेरि फर्काउन सक्दिन। त्यसपछि उसले फोन बन्द गर्यो। समय बित्दै गयो। आरबले बिस्तारै आफूलाई सम्हाल्न सिक्यो। उसले बुझ्यो, धोका पाउनु उसको कमजोरी होइन। गलत व्यक्तिलाई साँचो माया गर्नु अपराध होइन। अपराध त कसैको विश्वास लिएर त्यसलाई खेलाउन बनाउनु हो। एक दिन सिमरन फेरि फर्किन्। आरब, मैले गल्ती गरे, मलाई थाहा भयो। तिमी जस्तो माया गर्ने मान्छे मैले घुमाउन खोजे। आरब केही क्षण चुपचाप रह्यो। उसले मुस्कुराउँदै भन्यो, तिमीले मलाई घुमाएको होइनौ सिमरन, तिमीले मेरो विश्वास घुमाएको हो। मान्छे फेरि भेटिन सक्छ, तर एकपटक टुटेको विश्वास पहिले जस्तो बन्न धेरै गाह्रो हुन्छ। सिमरनको आँखाबाट आँसु झर्यो। आरबको आँखामा पनि आँसु थियो।
तर यसपटक ती आँसु कमजोरीका थिएनन्। ती आँसु थिए आफ्नो पुरानो जीवनलाई बिदाई गर्ने। उसले आफ्नो मनलाई सम्झायो, कसैले धोका दिँदैमा माया झुटो हुँदैन। कहिलेकाहीँ माया साँचो हुन्छ, तर मान्छे गलत हुन्छ। त्यस दिनदेखि आरबले आफ्नो जीवन फेरि सुरु गर्यो। उसले सिक्यो कसैलाई माया गर्नु सुन्दर कुरा हो, तर मायामा आफूलाई हराउनु हुँदैन। कसैलाई आफ्नो संसार बनाउनु ठिक हो, तर आफ्नो अस्तित्व उसैमा निर्भर बनाउनु ठिक होइन। किनकि धोका दिने मान्छेले केही समयका लागि तपाईहरूलाई रुवाउन सक्छ, तर तपाईले आफूलाई सम्हाल्नु भयो भने त्यही पीडा एक दिन तपाईको शक्ति बन्न सक्छ। अन्ततः आरबले एउटा कुरा बुझेको थियो, पीडा त्यति ठुलो हुँदैन जति हामीले त्यसलाई आफ्नो अन्तिमसम्म ठान्छौँ, अन्तिम सत्य ठान्छौँ। कहिलेकाहीँ अन्त्य जस्तो लाग्ने धोका नै नयाँ सुरुवातको पहिलो पाना हुन सक्छ।